जय नेपाल। आज शहीद दिवस। आज जति पनि हामी राजनीति चुनाव यताउतिका कुरा गर्छौँ ती नै शहीदहरूले गर्दा सम्भव भएका हुन्। नत्र आज त्यही अराजकतामा जीवन बितिरहेको हुन्थ्यो होला र उनीहरूकै समर्पणमा आज मेरो पुस्तक देशभक्तिमा उनकै समर्पणमा लेखिएको कविता नेपाल आमा म सौभाग्य पाए वाचन गर्न चाहन्छु। र कविता यसरी अघि बढ्छ। किनकि उनीहरूले गरेको योगदान त शब्दमा व्याख्या गर्न सकिँदैन। कविताले केही हदसम्म भए पनि म प्रयास गर्न चाहन्छु। यसरी अघि बढ्छ। नेपाल आमा म सौभाग्य पाएँ, नेपाल आमा म सौभाग्य पाएँ, मरे त के भो तिम्रो काम आए। नेपाल आमा म सौभाग्य पाएँ, मरे त के भो तिम्रो काम आए। म एक्लै थिएँ आमा सयौं शत्रु आए, सौगन्ध वीरताको त्यही स्वर्ग पठाए। मलाई मार्न सक्लान् यी अंग्रेजी गोली, कहाँ मर्छ भक्ति देशको मेरो। मलाई काट्न सक्लान् विश्वासघाती खुकुरी, कहाँ काटिनेछ स्वाभिमान मेरो। यो रणभूमि आज नाला पानीको छ, यो रणभूमि आज नाला पानीको छ। शोकमा जिउँदै शोकमा दिउँसै कालो छाएको छ। राष्ट्र जोगाउन शस्त्र चल्दैछ, कुलोमा आज रगत बग्दैछ। छेउमै छन् मेरो बलभद्र कुँवर, हातमा खुकुरी र शौर्यको दर्पण। साथै छ मेरो भीमसेनी तलवार, या मार्छु शत्रु या हुन्छु अमर, या हुन्छु अमर। सिच्दैछु रक्तले प्यासेको कण्ठ, सिच्दैछु रक्तले प्यासेको कण्ठ। यता शौर्य गोर्खा उता छ षड्यन्त्र। यहाँ घायल छाती त्यहाँ पापी ओठ, यहाँ हात खुकुरी उता तोप तोप। शहीदले भन्दैछ उता उता जतिसुकै तोप र बारुद भए पनि यहाँ यता खुकुरीले मात्रै उनीहरू लडिरहेका थिए। खुसी छ ओठ घडी बलिदानको छ, सारा लड्दा लड्दै रगत सकेको छ। सपना बलिदानको साकार भएको छ, अब राष्ट्र भारत तिम्रो मेरो घडी आएको छ। अब मर्दा मर्दै शहीदहरूले भन्दैछन् अब राष्ट्र भारत तिम्रो मेरो घडी आएको छ। मेरो काटिएको शिरको मूल्य चुकाउनु, म राष्ट्र बचाएँ तिमी राष्ट्रियता जोगाउनु। अस्तित्व बचाएँ अस्तित्व जोगाउनु, बिर्सी नजानु मलाई याद राख्नु। बिर्सी नजानु मलाई याद राख्नु, बिर्सी नजानु मलाई याद राख्नु। त्यही याद राख्नको लागि यो कविता तपाईहरूको सामु प्रस्तुत गरेको छु। के कस्तो लाग्यो पक्कै पनि विचार प्रस्तुत गर्नुहोला। जय नेपाल।